यसमा डिस्काउन्ट होइन, म 100% डिस्काउन्ट दिन्छु। एउटा गेम खेलौँ है त। चारवटा मध्ये मलाई यो मन पर्यो दाइ। यसको डिस्काउन्ट दिनु न मलाई, के कति दिने हो? यसको डिस्काउन्ट होइन, अरूसँग पनि मैले दिनमा एउटा फन्नी गेम खेलिरहेको छु। हजुर दाइ। ल यसमा डिस्काउन्ट होइन, म 100% डिस्काउन्ट दिन्छु। एउटा गेम खेलौँ है त। हुन्छ दाइ। भाइ दाजुभाइ एउटा गेम खेलौँ। ल म यो माइक लगाइदिन्छु, 100% डिस्काउन्ट मेरो तर्फबाट। ल पहिले गेमको नियम बुझाउँछु है त म। ल ए हुन्छ दाइ। एकदमै इजी, बच्चाले खेल्न सक्ने गेम हो। म 5वटा क्वेसन सोध्छु, जम्मा 5वटा क्वेसन सोध्छु, सबैको रङ एन्सर दिने। टोटली रङ पो दिनुपर्ने दाइ? कति सजिलो छ, कति सजिलो। रङ एन्सर दिने एकदम। तर कुनैको पनि राइट एन्सर आयो भने यो मैले पुरै पैसा तिर्नु पर्यो भाइले। अनि यसको रङै रङ एन्सर आयो भने चाहिँ यो फ्री भयो है त। ल हुन्छ। ल मैले सुरु गरेँ है त। हुन्छ दाइ। हालको नेपालको प्रधानमन्त्रीको नाम? केपी शर्मा ओली। अनि हाम्रो सदरमुकाम, हाम्रो उदयपुरको सदरमुकाम? बेलटार। अनि राष्ट्रपतिको नाम? विद्यादेवी भण्डारी। अनि हाम्रो उदयपुर, हाम्रो त्रियुगा नगरपालिकाको मेयर? बलदेव चौधरी। 1 2 3 कतिवटा क्वेसन भयो? 4वटा भयो। यहीँनेरि थियो ट्रिक भनेपछि अब भाइले यसको पुरै पैसा 5वटा भन्नु भएको छ नि त दाइ, म 4 भने नि त। 5औं क्वेसन सोधेँ नि त। कतिवटा भयो? मैले चाहिँ 1 2 5 सोधेपछि त 5 भयो, मैले त 4 मात्र भनेको छु नि त दाइ। कतिवटा क्वेसन भएको थियो? 4वटै भएको थियो। 5 सोध्नु भयो नि त मैले तपाईले। 5औं क्वेसन नै त्यही थियो क्या, ट्रिक त्यही त थियो नि। नभएदेखि सबैभन्दा सजिलो 5वटाको रङ एन्सर दिनुपर्ने थियो। मैले ट्रिक के लगाएको भने 4वटा क्वेसन सोधिसकेको थिएँ। कतिवटा क्वेसन सोधेँ भन्दा कि त 1 भन्नु पर्थ्यो, कि 5 भन्नु पर्थ्यो, कि 2 भन्नु पर्थ्यो। 4वटा क्वेसन सोधेको थिएँ, 4 भएपछि सही आन्सर भएन। त्यस कारणले गर्दा भाइले यो उयुको यो इयरबड्स पुरै पैसा तिर्ने, यसमा डिस्काउन्ट भएन। सरी। ल धन्यवाद दाजु।